केटी मात्रै पाउनु पर्यो हान्छ फुट्ने तरिका नाच्नु जुन गर्न सेल्फी हान्ने तरिका नि फेरि मा के गर्दैछ कि केटाहरू के गर्दैछ के गर्छौ केटाहरू के गर्छौ भने हाम्रो चाहिँ एक्जाम चाहिँ टक्क लाएर डाइरेक्ट मेथडबाट हाल्ने भने इन्डाइरेक्टबाट आयो त्यही भएर त्यही चाहिँ नराम्रो हो अरू चाहिँ अब ठिकै छ सो हेलो एन्ड नमस्ते सबैजनालाई म चाहिँ आज टक्क लाएर चट्ट भएर तलगाडी जाँदैछु केटाहरू गइसक्यो लुक्स तलदेखि माथिसम्म यस्तै छ टक्क लाएर तलगाडी जाँदै केटाहरूको टक्कर नहिँडिरहेको घरदेखि गोरु चराउनु लाएको थिएँ हिँडिरहेको थिएँ बाटोमा मैले चाहिँ आँखामा घाम लाग्यो यता फुपू हाम्रो प्यारी क्युटी फुपूलाई देखिसक्यो के छ आज इक्जाम त तनाव दियो होइन ठिकठकै गरी हेर्नु न कस्तो आहा डाइरेक्ट मेटर हाल्ने भने इन्डाइरेक्ट खै त्यो चाहिँ थाहा छैन हाम्रो चाहिँ इक्जाम चाहिँ टक्क लाएर डाइरेक्ट मेथडबाट हाल्ने भने इन्डाइरेक्टबाट आयो त्यही भएर त्यही चाहिँ नराम्रो हो अरू चाहिँ अब ठिकै छ हाँसिके ल्याङ लगाइरह त्यही न इक्जाम बिग्रिएर हल्का गाह्रो भइरह लास्टै बिग्रियो आज इक्जाम अरू चाहिँ कर्छ जस्तो लगाइरह त्यही न अकाउन्ट चाहिँ अब हल्का त्यही हो डाइरेक्ट इन्डाइरेक्टको डाइरेक्ट भएर चाहिँ तनाव भइरह मलाई भन्दा सप्लाई न कस्तो गाह्रो आएर रहेछ त्यही भएर चाहिँ गर्छ कि गर्दैन त्यो चाहिँ थाहा छैन त्यो पछि थाहा हुन्छ त्यो भएर चाहिँ म सल्लाह पुग्दैछु केटाहरू नआएको रहेछ म चाहिँ आएको रहेछ भने अरू आएको रहेछ केटाहरू चाहिँ त्यहीँ छ केटाहरू बसिरहेको होला त्यहाँ मजाले न अब म चाहिँ जान्छु त्यहाँ सो गाइस म चाहिँ इन्ट्री भइसकेको छु सल्लाहगाडीभित्र यो चाहिँ सल्लाहगाडीतिर जाने रोड हो यो चाहिँ देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ टक्क लाएर माथिबाट भएर सल्लाहगाडी जानुपर्छ अनि हल्का चाहिँ उकालो छ त्यही भएर चाहिँ उकालोले गर्दा चाहिँ अब सास बढिहाल्छ त्यही केटाहरू चाहिँ अब फोन गरिरहेको थिएँ मलाई अहिले चाहिँ म गोरु चराइरहेको थिएँ अनि केटाहरू चाहिँ रोडदेखि हिँडिरहेको थिएँ त्यसपछि मैले देखेँ मैले चाहिँ बोलाएँ तिनीहरूलाई बोलाइसकेँ चाहिँ फोन गरेर किन नउठाएको आऊ भने गोरु पनि बाँधिदिएँ मैले त साथीको लागि यति पनि गर्न सक्ने भनेर गरेँ के गर्दैछ कि केटाहरू के गर्छौ केटाहरू के गर्छौ भनेको त्यो त टक्क लाएर सल्लाहगाडीको माथिदेखि लाइट पनि आइरहेछ सनसेट हुँदैछ के गर्दैछ भिडियो बनाइरहेको रहेछ अहिले के लुकी जानु पर्ने रहेछ टक्क लाएर केटाहरू यो पारामा देखिरहेको केटाहरूलाई म चाहिँ एक्लै नै यतातिर हिँडिरहेको आइफोन 7 ल्याएर आएछ नि टन्ने केटाहरू म चाहिँ एक्लै आएको थिएँ वा डन पानी छ क्या कुलामा व्यवस्था कुलामा आएर पानीको केटा चाहिँ आइफोन 7 ल्याएर आएछ टन्न हाम्रो तपन दाइको 12 फेल होइन 12 ढुक्क फेल हो 12 फेल होइन 12 ढुक्क फेल हो को हो यो जुत्तै लगाएर गोरु चराउनु लाने इनले ल्याए त यार क्या यार यही त मैले नि खोजिरहेको थिएँ नि अघि क्याप चाहिरहेको थियो नि त कालो देख्यो यो हान्ने या हान्न एक्जाम त नरिले सफा राख्यो के दादा एकचोटि भिडियो हालेर होला के लाज र बहुत रियल कुरा गर्नु पर्यो कि भन्नु त रियल कुरा गर्नु पर्यो कि नै एकचोटि भाइरल भएदेखि नै उति माइरलाई तपाईँको दाइ नवीनको दाइ मेरो दाइ
माल्दै कहाँ हो त दाइ भन्ने भाइ भन्ने कसलाई के भयो खोज्ने तरिका जुम गर्न सेल्फी हान्ने तरिका नि फेरि हुन यिनकोमा 0.18 हान्नु पर्ला जस्तो छ ट्याप लगाएर लेना चाहते हो केड़ा छिटा को खिच्ने बडा हमको पता है यार लेना चाहते हो छोड़ो ना आराम ना यार अरे बाबू टार्गेट म भिडियो कति खिच्छ त्यो त भोलि पर्सि खिच्यो त हामी त भोलि बेलमा आउला त हामी यस्तै त हुनी ब्रो जहिले यस्तै त हुनी हो मा सालले बाल काट्यो क्या सेक्सी देखिया अन्त यार है एकचोटि मै खाउ त अरे यहाँ यहाँ त टोकिन्छ अरे चालु रक्स भनेर हामीले हैन आरे घोसु अरे आरे घोसु आगोले चोसु आइमै भन्दा नि तल राटेको छ कि आइमै भन्दा तल राटेको यो चाहिँ आइमै यो चाहिँ बैगिनी बाल पाले त सिधि के त क्युटी गल अरे क्यामेराम्यान सो गाइस अहिले हामी टक्क लाएर केटाहरूसँग भेट भएर पनि यहाँ रमाइलो गरेर पनि टक्क लाएर घरतिर जान पनि सक्छु म हजुर जान्छु म जाने हो कहाँ जाने हो घरकै घर अरे टक्क लाएर घर सर जानुपर्छ अब केटाहरू सबले फोटो सोटो अनि एउटा टक्क लाएर एक्टिङ साइटिङ गरेर पनि हामीले बनाइसक्यौँ अब एडिट सेडिट गरेर त्यहाँ आउँछ फेरि हेरिहाल्ने झ्याप्पा लाएर टिकटकमा आउँछ चाहिँ अनि चाहिँ हामी चाहिँ अहिले अब नाचेर पनि आइसक्यो ल एकचोटि फनको हेर्छौ कि हेर्दिनौ ऐन माया पोस्ट हानी पाले एउटा भिडियो बनाउनु दिएको थियो यसले पोस्ट हानिदियो एडिट गरेर हाल्ने बित्ता पोस्ट हान्छ केटी मात्रै पाउनु पर्यो यसले हान्छ केटी मात्रै पाउनु पर्यो अरे यो त खतरा छ यो केटी मात्रै पाउनु पर्यो अरे एकदम को भाइ भूत यो भाइ भूत हाम्रोमा तन्काएर थोपडामा मरेको मान्छेलाई आएर तर्साउने के खालको भएन भाइ भूत त्योभन्दा धेरै त केटीको डर लाग्छ कसो म मादिन्छु गोदीमा ढेक्रा माथि होइन दुईजना चाहिँ एक्टिङ गर्दैछन् हामी चाहिँ यता म लास्टमा आए के माल्दै हामी चाहिँ हेरेको हेरे कुन मन पर्यो अरे के हाल्ने बेला कुन मन पर्यो भनेर हाल्ने ल म पनि जान्छु अब टक्क लाएर हामीले चाहिँ भ्याइसक्यौँ फोटो सोटो सुटिङ गरेर भिडियो सुटिङ गराएर टक्क लाएर भ्याइसक्यो अब केटाहरू सब टक्क लाएर होइन हामी गर्छौँ भिडियो गराउने अरे एउटा ग्याङ भिडियो बनेको रहन्छ भने मैले माल्दै लगायत सबलाई एकताल उफ्रियो नि धेरै अगाडि गयो कि हामी गाई चल्छ हामी टक्क लाएर सल्लाह गरी घुमेर पनि आइसक्यौँ आजको लागि भिडियो चाहिँ यति हुन्छ म चाहिँ भिडियो गराउने मोडमै थिएन तर सल्लाह गरी गएर चाहिँ केटाहरू त्यो गराएको थियो सल्लाह गरी देखाइदिउँ भनेर सब आइसक्यो हामी आजको लागि भिडियो नि यति हुन्छ अब लाइक कमेन्ट सेयर अब के हो त्यो सब गरिदिनु अब त्यही हो आजको लागि भिडियो चाहिँ यति